यो केपी ओलीको झोले छ नि झोले कति विरोध गरिरहेछ थाहा छ। यो सबै पैसाले किनेको हो। यो सबै जति मान्छे दंगा फसाद गरिरहेछ नि यो सबै किनेको पैसा हो। सबै केपी ओलीले त्यसको दिएछ कि यसलाई यस्तो यस्तो गर्ने हो। यो सबै केपीले पैसा बाटेको हो। अहिलेसम्म यत्रो जनता मर्यो कसैले थाहा छ। दुःख पीडा छ कसैले कहाँ छ त कसैको कहाँ छ त यस्तो गरेर हुन्छ यार भाइ। यस्तो होइन यो गलत हो क्या गलत हो। दंगा फसाद गर्ने मान्छे गन्दा हो क्या त्यो ठिक छैन। तर केपी ओलीले हेर्नु कति पैसा त्यसले केपी ओलीले पैसा दिएर मान्छेको खरिदेर दंगा फसाद गराइरहेछ। कति जनताको पैसा लुटेको रहेछ तपाईहरुलाई थाहा छैन। अहिलेसम्म दंगा फसाद यति गरेछ कि त्यसले पैसा जनताको लुटेछ। त्यो चिज के भनौँ त्यो मुजी त्यो पुरै छोड्नु।